नमस्ते साथीहरु, सबैजनालाई स्वागत छ मेरो आजको नयाँ ब्लगमा। म यतिखेर काठमाडौँमा छु साथीहरु। काठमाडौँदेखि अलिकति पछाडिपट्टिको यो गल्लीमा एउटा होटल जक्सन एन्ड रेस्टुरेन्ट भन्ने होटलमा हामी चाहिँ यहाँ रुकेका छौं। 15 तारिकको हामी घरबाट हिँड्यौं अनि काठमाडौँ आउँदाखेरि 16 तारिक 10:30-11 बजेको थियो। बाटोमा जाममा परेर अलि ढिला भयो आउँदाखेरि। त्यसैले हामी हिजो घुम्न जान कतै पाएनौं, थकी लागेको थियो, अनिदो थियौं। हिजो दिनभरि आराम गर्यौं। यतिखेर चाहिँ आज हामी थोरै नजिक भए पनि घुम्नको लागि निस्केका छौं। हामी 2 भाइ अनि अरु साथी 4 जना यहाँ हुनुहुन्छ। कोही दाङ, कोही अर्घाखाँची, कोही चाहिँ अब बुटोलबाट हैन, विभिन्न ठाउँको साथीहरु हुनुहुन्छ अरु पनि। ल भट्रे कान्छो है, यहाँ अर्को भट्रे कान्छो, भट्रे किस्ने दुबईमा छ, भट्रे कान्छो यता। ल ठीक छ। यहाँ मोबाइल सपहरु वरिपरि देख्न सक्नुहुन्छ। यो कुकुरहरु चाहिँ यो अलि अजिब त छन् नि यहाँ, होसिया कुकुरहरु। पठाउको लाइनहरु नमस्ते, बोल्नु न के? ल साथीहरु बोल्न नजानु बात। ल एक जना आफ्नो परिचय दिनु त। ल बोलौँ न, दुवै जाने मान्छे अलि टाढाबाट बोल्नु पर्यो। मेरो नाम दीपक नेपाली। दीपक नेपाली ठ्याक्कै मेरो र उहाँको नाम एउटै रह्यो है। ल दुवै जाँदै हुनुहुन्छ। उहाँ पनि रवि नेपाली। रवि नेपाली, अर्घाखाँची, सागर नेपाली अनि हाम्रो दाइ यता। तपाईलाई नमस्कार र हजुरको तर्फबाट पनि धेरै आशीर्वाद पाइयोस् हैन, पाउन खुसी लाग्छ दिनुहुन्छ भन्ने दिइहाल्नुहुन्छ। त्यतिमा चाहिँ अब हामी पनि यतातिर मार्केटिङतिर गर्दैछौँ। धेरै टाढा जानको लागि समय छैन, अनि नजिक हामी घुमेर फर्किन्छौँ। ठ्याक्कै हामी कहाँनिर छौँ भन्ने हो नि। ल हेर्नु है साथीहरु, माछा पोखरी भन्छ यहाँ। ल हेर्नु है, यो यताबाट आइन्छ हैन, पाल्पाबाट आउँदा यो बाटो आउँछौँ हामी। यता यो बस पार्क यहाँ पछाडिपट्टि छ। ठ्याक्कै यहाँबाट झरेर यसरी हामी यो गल्लीमा मिलन टोल भन्दो रहेछ यहाँभित्र। हामी यहीँभित्र बसेका छौँ। अब हामी कता जाने त सर? अब तपाईँ यतातिर पहिला पनि बसेको मान्छे अलि थाहा होला, अलि नजिक पनि राम्रो ठाउँ पनि कता छ? पशुपति जाने हो र? धरार जाम। अनि पशुपति दर्शन नगरे पनि हामी चाहिँ यसो उसमा छौँ कि दुःखमा छौँ। दर्शन नगरे पनि जाम, घुमेर मात्रै आउँला हैन। अनि स्वयम्भू जाम, त्यसपछि धरार जाम। पहिला धरार जाम। ल हामी चाहिँ पहिला धरार जाम। सेतो घर भन्छ कि राजुले हैन, त्यसलाई धरार भन्दा पनि। ल यहाँको मार्केटिङ म देखाउन चाहन्छु तपाईहरुलाई। यसरी चाहिँ आज म काठमाडौँमा आएर पनि भ्लग बनेर आएको छु है साथीहरुलाई हेर्नु है। यो वरिपरिको दृश्य ल हाम्रो साथीहरु घुम्न जानको लागि रेडी अवस्थामा हुनुहुन्छ। मान्छेहरु चाहिँ रमाइलो हुनुहुन्छ, रमाइलो हुने भयो घुम्नको लागि। अब 2-4 वर्षको लागि चाहिँ आफ्नो देश छोडेर जाँदै हुनुहुन्छ। त्यसैले आज सम्झना स्वरूप सबैलाई समेटेर मैले यो भ्लग बनाइरहेको छु। भ्लग चाहिँ मैले बनाएको गरेको छु। एडिट चाहिँ गरेको छैन। अब मैले एडिट हिजो अलिकति गरेँ, आज गर्छु, भोलि गर्छु, अनि त्यसपछि मैले क्रमशः लगातार अपलोड गर्दै जान्छु। भिडियो चाहिँ स्टेप बाई स्टेप एक गरेर आउँदैछन्। मनोरञ्जन लिनु होला साथीहरु है त। हामी अब यहाँबाट निस्किन्छौँ। अब गाडी बस चढ्नु पर्ने हुन्छ कतापट्टिबाट। हामी चाहिँ यो रत्न पार्क भन्ने ठाउँमा झऱ्यौँ बसबाट। अब यहाँ त धरार कता छ त्यो खोज्न छ हामीलाई चाहिँ। हामी चाहिँ रत्न पार्कबाट यता वीर हस्पिटलतिर आयौँ। वीर रहेछ ठुलो हस्पिटल। घुम्नु है, घुम्नु हामीसँग काठमाडौँ। काठमाडौँको टुडी खेल अरे यसले। तानसिनको टुडी खेल त हामीले बार तपाईँलाई देखाइरहेका छौँ। यो चाहिँ काठमाडौँ टुडी खेल। पहिला एकदम फोहोर थियो, अहिले बालन सरकार आएपछि चिटिक्क पारेछ यहाँ। साथीहरु यो काठमाडौँका गल्ली कति बिजी छन् यो गल्लीहरू।
मेरो लागि यो बिल्कुलै नयाँ ठाउँ हो। यो मान्छेहरूको भिडभाड यो रहेको छ धरहरा होइन भित्र। अनि यहाँ बाहिरको दृश्य यस प्रकार छ। टिकट काउन्टर कता छ? यहाँ रहेछ टिकट काउन्टर। जहाँ टिकट लिएर त साथीहरूलाई हेर्नु, यहाँ चाहिँ टिकट लिने धरहरा चढ्नको लागि होइन। आज चाहिँ धरहरा चढेको अनुभव पनि म तपाईँहरूलाई देखाउँछु। बाहिरपट्टिको दृश्य हेर्नुहोस् राम्रोसँग के कस्तो रहेछ होइन धरहराको बाहिरको एरिया। यहाँ चाहिँ टिकट काउन्टर रहेको छ। अनि यो साइडको देख्न सकिन्छ, यो चाहिँ नेपाल टेलिकम रहेछ। यो त धरहरा हो, तर यो बालेनले चाहिँ सेतो टावर भन्छन्। ल हेर्नु यस्तो छ। अब हामी भित्र प्रवेश गर्दैछौँ। यहाँ चेकिङ टिकट चेक गराउने अनि त्यसपछि अगाडि बढ्ने रहेछ। र हामी भित्र प्रवेश गऱ्यौँ। ल यहाँ साथीहरूले चाहिँ आउने बित्तिकै फोटो खिच्ने कार्यक्रम सुरु गर्नुभयो। हेरौँ कतिवटा फोटो खिचिदिन्छ र कति बेर भिडियो बनाइन्छ यहाँभित्र। हेर्दै जानु होला, एकदमै रमाइलो हुनेवाला छ आजै। यहाँ चाहिँ निलो रह रहेछ नि, यहाँ पानी निस्किन्थ्यो होला पुचुर होइन पहिला, अचल बिग्रेछ। यही धरहरा होइन पल्टेको, अर्को छ त्यहाँ पुरानो। हेर्नु साथीहरू, यो चाहिँ सेतो टावर है, सेतो टावर। कति तल छ अरे यो? पहिलाभन्दा कम छैन र, पहिलाभन्दा धेरै हो। ल कार्यक्रम जारी राख्नु साथीहरू। फोटो च्याप खिच्नुहोस्, भिडियोहरू खिच्नुहोस्, सम्झना स्वरूप सेभ गरेर राख्नु। म त भन्छु यो फोटो भिडियो जति पनि बनाइन्छ युट्युब च्यानल खोलेर च्यानलमा राख्ने। मैले जस्तै मैले पनि यस्तो धेरै ठाउँमा घुमेको फोटो भिडियोहरू खिचेर यस्तै मोबाइलमा मेमोरी कार्डहरूमा राख्ने गर्थेँ। त्यो चाहिँ पुरै बिग्रियो, हरायो, कहाँ गयो। यति वर्षसम्म पहिलाको केही छैन। त्यसैले गर्दाखेरि मैले अहिले पछिल्लो समय यसरी युट्युब च्यानल खोलेर फोटो खिचे पनि भिडियो बनाए पनि होइन सबै थोक चाहिँ यही च्यानलमा राख्ने गरेको छु। म त सबैलाई यही सजेसन दिन्छु कि सबैले युट्युब च्यानल खोल्नुपर्छ, कसैको लागि नभए पनि आफ्नो लागि। यति भन्छु मैले। ल अब भित्र जाउँ है। अब आफ्नो देश छोड्दै गर्दाखेरि विभिन्न आफ्नो देशको संरचनाहरूलाई भिजिट गर्दैछौँ होइन। कस्तो अनुभव भइरहेछ, कतिको रमाइलो लागिरहेछ? बेसन रमाइलो लागिरहेछ। अनि हजुरलाई नि? एकदम खुसी लागिरहेछ। अर्को खाँचीबाट तपाईँ दुबईको यात्रा गर्दै हुनुहुन्छ? काठमाडौँमा यतिखेर यो सेतो घर भन्छ होइन यसलाई? यो चाहिँ सेतो घर रहेछ साथीहरू होइन, पुरानो धरहरा हो। यो चाहिँ सेतो घर गरे यो बालेनले भनेको फेरि मैले होइन। बालेन दाइले सेतो टावर भन्नुहुन्छ, हुन पनि त्यस्तै हो क्या। हाम्रो पुरानो त पारी छ। पुरानो हामी चाहिँ तपाईँहरूलाई पुरानो धरहरा देखाउँछौँ। यहाँ चाहिँ पुरानो धरहरा यतापट्टि छ, देख्न सक्नुहुन्छ। म तपाईँलाई देखाउँछु। यो चाहिँ पुरानो धरहरा रहेको छ होइन। यो रहेको छ पुरानो धरहरा। यो बनाउन लागेको हो कि यसरी के गरेको? यस्तो छोपेर राखेको यो? ए यो धरहरा काठमाडौँको धरहरा कस्तो थियो, कहाँ थियो भनेर इतिहास रचाउनको लागि चाहिँ यो राखिएको रहेछ। हाम्रो साथीहरू यहाँ लाइन लागेर हेर्नु भएको छ। यो चाहिँ सेतो टावर हो। अनि धरहरा कुन हो भनेर कसैले सोध्यो भने चाहिँ जवाब चाहिँ यो रहेछ। जाने हाम्रो जम्बो टोली चाहिँ निकै उत्साहका साथ धरहरा छिर्नको लागि अगाडि बढेर आएको छौँ। जानु साथीहरू, ल छिरौँ। तपाईँ पनि आउँदै गर्नु होला। ल आउनुहुन्छ सबैजना। पहिला त यहीँबाट घुमौँ हामी। यो टोटल कति तल छ अरे?
9 तला हामी गन्दै गन्दै जान्छौँ कति तल रहेछ हामी चाहिँ हिँडेर जाने निर्णय गऱ्यौँ लिफ्ट त रहेछ तर हामी चाहिँ हिँडेर जाने अन्तिम माथिसम्म झर्ने बेलामा बरु लिफ्ट झर्ने है त गनौँ है भाइ कति भयो 3 तला हामी चाहिँ तेस्रो फ्लोरमा आयौँ अझ कति छ हेर्दै जान्छौँ माथिसम्म यसरी यो थप्केन त गर्नेन हौ अरे बाफ रे बा यो तलदेखि माथिसम्म दिनको 1 राउन्ड हान्ने हो नि एक्सर्साइज हुन्थ्यो साथीहरू हेर्नु 16 तल लाग्थ्यो यस्तो हालत खराब भयो 19 तल हेर्नु है साथीहरू 19 तलबाट अब कता गइन्छ यहाँबाट जान्छु म 19 तलपछि यो होइन यहाँदेखि यो 20औं तलामा बल्ल हामी आउने रहेछ यो चाहिँ 20 तला है साथीहरू ठ्याक्कै 20 तला रहेछ होइन पानी आयो ठ्याक्कै 20 तलामा आएपछि हाम्रो गन्तव्य भेटियो सिसा हो यो सबै मान्छेको लागि सेफ्टी मान्छे त यहाँ कोही कोही त हाम फाल्ने बेर लाउनु कि त्यही भएर फुल सेफ्टी राख्नु अरू खाँचेको पुलबाट हाम फाले गर्छन् मान्छेहरूले आई लभ धरहरा ल अब चाहिँ तपाईँहरूलाई मैले फुल काठमाडौँ देखाउँछु यहाँबाट वरिपरि है सिंहदरबार हो यो है चाहिँ जुन चाहिँ आगो लागि भएको थियो त्यो होइन सबै त्यहाँ काले 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 देख्न सकिन्छ होला ल साथीहरू पारै सहर ल कति ठुलो छ काठमाडौँ ल हेर्नु है साथीहरू यस्तो आनन्दले म तपाईँलाई काठमाडौँ घुमाउँदैछु तयारी गरेर हेरिदिनु होला घुम्नु होला भन्न चाहन्छु हेर्न त हेरिहाल्नुहुन्छ तयारी गरेर काठमाडौँ हेर्नु होला घुम्नु होला मसँगै आज एकदमै रमाइलो गराउनेवाला छु म तपाईँहरूलाई है त हेर्नु साथीहरू यहाँ चाहिँ अब मान्छेहरू आउन सुरु भइसकेको छ ल यो साइड के भन्छ कुन साइड भन्ने त थाहा छैन तर वरिपरिमा सबै देखाउँदैछु कोले चिन्नु भएको छ कुन साइडलाई के भन्छ भनेर आफै भन्नु होला है त ल जे होस् पुरै काठमाडौँ घुम्ने आज नजिक भएर हो के यता उज्यालो हाल्छ यो चाहिँ अहिले पहिला केपी प्रचण्ड सहर हो अहिले बालेन सहर होइन यहाँ चाहिँ क्रिकेट रङ्गशाला रहेछ आर्मी क्याम्प कुन हो यो जङ्गी अड्डा के भनेको त यो क्षेत्र कुन साइड के हो भन्ने थाहा छ तँलाई थाहा छैन यो टुडी खेल भनेको होइन अघि यो ग्राउन्ड चाहिँ यहाँ विभिन्न कार्यक्रमहरू हुँदाखेरि
यहाँ चाहिँ हुन्छ हामीले यो न्युजहरुमा देखिरहेको ठाउँ हो संसद भवन त त्यस्तो डढेको त्यही त यो संसद भवन जुनमा आगो लागि भएको थियो कुन त्यो त्यो संसद भवन हैन त सिंहदरबार त्यहाँ राजदरबारतिर हामी गएको हो यार 2012 मा त्यस्तो न्युज सुन्नुभयो थियो दिदीले हजुर त्यो त के भन्छ तपाईलाई थाहा हुनुपर्ने यसो यतातिर कहाँ घुमेको छ रे सारै हैन घुमेकै छैन यतातिर धेरै एकदम हाम्रो लागि त यो बिल्कुलै नयाँ ठाउँ हो अब यो जति खिचे पनि यो सिमेन्ट बालुवाको घरभन्दा अरू केही छैन अब कुन क्षेत्रलाई के भन्छ भन्ने कुरा हामीलाई आइडिया छैन साथीहरु नयाँ मान्छे नयाँ ठाउँ हैन त्यही पनि हामीहरूले तपाईहरुलाई यहाँ धरारादेखि देखिने बाहिरको सिन मात्रै देखाउने प्रयास गरिरहेका छौँ यस्तै छ यो यसलाई भन्दो रहेछ काठमाडौँ सहर कुरो बुझ्नुभयो साथीहरु यति हो अरू यहाँ खासै केही छैन हामी चाहिँ अब एकछिन फोटोसोटो खिच्छौँ फोटोहरू खिच्छौँ 2-4 वटा त्यसपछि निस्किन्छौँ हामी 20 तलाबाट फर्स्ट फ्लोरमा जाँदैछौँ हाम्रो अबको यात्रा कहाँसम्मको हाम्रो अब भनेको पशुपति 20 तलामाथि आएर धराराबाट सल्लक्क काठमाडौँ हेरेर घुमेर दर्शकहरूलाई पनि घुमाइयो अब हामी फेरि यहाँबाट पशुपति जान्छौँ हेरौँ बाहिरको दृश्यहरू जे जति देखाउन मिल्नेछ हामीले देखाउने प्रयास गरिरहनेछौँ भिडियोमा रहिराख्नु होला ल सरले सरर ढोका खोलिदिनु भयो हामी चाहिँ निस्क्यौँ ल गाइज हामी आइपुग्यौँ लिएर जाऊँ न विदेशमा काम लाग्छ यार हामी सेतो टावर चढेर झरेर ठ्याक्कै फेरि धराराको अगाडि आयौँ है हाम्रो यो पुरानो संरचना हामीलाई पनि दुःख छ ट्याङ्की भरिसक्यो ट्याङ्की भरियो फालेर चाहिँ अर्को नयाँ उत्पादन गर्नुपर्ने कुरो ल साथीहरु हामी यहाँबाट निस्किन्छौँ अब हाम्रो यहाँदेखि फेरि पशुपतिको यात्रा हो समय कतिको मिल्छ साथीहरु फेरि ढिला त हुन्न कहीँ मिल्छ नि समय पुग्ला के हैन भरिसक्यो त्यही भएर धेरै नघुमाउ थोरै थोरै यसो छ्यास घुम्ने यो ल हामी यो क्षेत्रमा वरिपरि साह्रै घुम्यौँ औ त्यहाँ चाहिँ हामीलाई यो केही देखिरहेको छ त्यहाँ जाने विचार गरेका छौँ कताबाट जाने हो जाऊँ त्यहाँ जान्छौँ त्यहाँ पानीको फोहराहरू देखाउँछौँ त्यसपछि त्यतैबाट निस्केर लाग्छौँ साथीहरू कति घुम्नु हैन यहाँ चाहिँ यो के हो माछा पोखरी यो पोखरी रहेछ यो पोखरी बनाउँदाखेरि त भिडियो बनाएर हाले मान्थेको हुनाले यो हो कि होइन यहाँ के पोखरी भन्छ यसलाई सुन पोखरी कहाँ लेखेको पढ्यो कि यसले कहाँ पढ्ने हो सुन पोखरी के हो भन्ने मलाई पनि थाहा छैन कसैलाई थाहा छ भने कमेन्ट गरेर यो हो तपाईँलाई थाहा रहन्छ भन्नु होला बरु केही छैन तर थाहा नभएको पनि के घुम्न गइस् भन्नु होला त्यस्तो नभन्नु होला थाहा छैन त छैन नयाँ मान्छे नयाँ ठाउँ के गर्नु अनि तपाईँहरू भिडियो हेरेर यो ठाउँको नाम यो हो भन्नुभयो भने थाहा हुन्छ त्यही त हो नि एकले अर्कालाई थाहा भएको कुराहरू सेयर गर्ने जानकारी दिने ल अब तपाईँहरूले एक झर्लक्क यहाँनिर तपाईँहरूलाई मैले पानी यहाँ गएर नुहाउनु पाएँ असाध्यै मजा आउँथ्यो होला ओ यो पानी त पुरै लड्दै निस्किन्थ्यो है ल हेर्नु साथीहरू सानो समुद्र है यो आहा यो हामीले अहिले त देखिएन त कहाँ चाहिँ मान
यस्तो छ साथीहरू धराराको तलपट्टिको यो वरिपरिको दृश्य म तपाईँहरूलाई देखाउँदैछु। एकदमै मजाको आनन्द होइन। यस साइडमा पनि यसरी पानीको फोहराहरू उठिरहेको छ। यो चाहिँ प्रतीक्षालय होला है, पानी पर्यो भने त्यहाँ बस्नको लागि। अनि यो साइडको दृश्य हेर्नुहोस्। यहाँ हो यो त्यहाँभित्रको पिनहरू यस्तो घुम्दो रहेछ कि हेर्नु। त्यहाँभित्र पाइप छ नि जो त्यो यताउता घुम्ने रहेछ क्या यसरी। हेर्दै कसरी घुम्छ। हाम्रो सरको पोज है भाइ। थाकिस् र करेन्ट त लाग्दैन होला क्या। साँच्चै पानी हो यो, यहीँबाट बनाएको भन्नु होला। हात भिज्यो। ल के छ त भाइ, भिज्ने हो र पानीमा? क्या शीतल हुन्थ्यो होला। त्यति गर्मी त छैन। यो हाम्रो काठमाडौँ पाल्पातिर जस्तै जस्तै छ। त्यो काठमाडौँमा गर्मी हुन्न के भन्ने सुनेको थिएँ मैले। पानी त यसो पानी रहेछ। फोटो खिच्छौँ है अब एकछिन। ल साथै एकैछिन हामी फोटो खिच्छौँ, त्यसपछि फेरि जोडिन्छौँ है त। ल तर बाई बाई, हामी निस्क्यौँ है। धेरै समय छैन घुम्नको लागि, त्यसैले हामी यहाँबाट अब निस्केर ल जान्छौँ। अब कहाँबाट बस चढ्ने अर्को? भाइहरू पुरै डटेर हिँड्ने अनि आज रमाइलो गर्ने। गएपछि अब कहिले कहिले भन्ने भयो होला होइन। पशुपति जानको लागि गाडी कहाँबाट पाउँछ? यहाँ धराराको बाहिरबाट सिधै गाडी। ल कति नम्बरको गाडी जान्छ केही थाहा छ आइडिया? यहाँलाई आइडिया छैन। यही लाइनबाट पाउँछ भन्नुभएको छ। अब हामी अगाडि गएर गाडी खोज्छौँ। त्यसपछि पशुपति दर्शन चाहिँ हामीले गर्नुहुन्न, त्यसो घुमफिर गर्ने मात्रै गरेर चाहिँ आउँछौँ है त। के खोजिस् भन्? न्यु गर्दो रहेछ के अरे यत्रो बुझ्छ। हामी बस चढ्यौँ पशुपतिको लागि। पशुपति पुगेपछि भेट्ने है त साथीहरूलाई। पठाउ गर्ने मान्छे यति धेरै छन् कि यति धेरै छन् कि होइन। यो ट्याक्सीवाला बसवालाहरूलाई चाहिँ उठाउने के। है साथीहरू, हामी यतिखेर गौशाला चोकमा छौँ, देख्न सक्नुहुन्छ। हामी पशुपतितिर छिर्यौँ है। दर्शन गर्नु नभए पनि घुमेर आउँछौँ। धेरै बेर समय छैन हामीलाई घुम्नको लागि। अलिकति यसो जाने, हल्का भिडियो बनाउने, अनि फोटोसोटो खिच्ने, अनि त्यसै फर्किने। दर्शन गर्नको लागि भए पनि अलिक समय लाग्ने थियो। घुम्ने मात्रै भएको कारणले गर्दा हामीलाई चाहिँ समय धेरै लाग्दैन। समय छैन पनि धेरै हामीसँग। सरर घुम्छौँ अनि त्यसपछि फर्किन्छौँ। अब चाहिँ हामी ल है, हामी नजिक आइपुगेका छौँ। तयार हुनुहोस् है दर्शन गर्नलाई। हामी आइपुग्यौँ भित्र। मन्दिरमा को जाने हो? जाने दर्शन गर्न? जानु नि हो? हामी त जान्नौँ। ल तपाईँहरू जानुहोस्, हामी अहिले अलि अप्ठ्यारा छौँ, त्यो जान मिल्दैन। यहाँ सरहरू चाहिँ गएर दर्शन गरेर आउनुहुन्छ। म पनि दुबई जाने बेलामा यहाँ दर्शन गरेर गएको। ल यहाँको दृश्य म तपाईँहरूलाई देखाउँदैछु। ल यो हेर्नु साथी, यो लाइन छ नि जुन, यो लाइन हामी कटेर यो दर्शन गर्न जाने हो भने चाहिँ यो लाइन पुरै क्रस गरेर दर्शन गर्नसम्म बहुत समय लाग्ने भएको कारणले गर्दा मैले साथीहरूलाई के भने भन्दाखेरि भगवान् सधैँ मनमा हुनुहुन्छ, यो अगाडि गएर देखिए मात्रै केही हुने होइन भनेर चाहिँ मैले उहाँलाई सम्झाइ बुझाइ गरेँ। समय छैन धेरै, यसो बाहिर यसरी हामी घुमेर अनि फर्किने। यो चाहिँ यहाँ छोले पुरी खानेको लाइन रहेछ। यो छोले पुरी खानलाई यत्रो लाइन छ यार। ल साथीहरू, हामीले तपाईँहरूलाई भित्र गएर पुरै मन्दिरको दर्शन गराउन चाहिँ सक्दैनौँ।
बाहिरबाट मनमा नै पशुपतिनाथलाई चाहिँ जप्नु होला, दर्शन गर्नु होला भन्न चाहन्छु है त। हेलो नमस्ते। पुरानो मान्छे नबोल्ने हो टोकलाई यार। बाँदरलाई बोलाएको धन्य मोबाइल लैदियो नि यार। मोबाइल लैदियो भने त बर्बाद हुन्छ त। अब यतापट्टि यस्तै छ। ल साथीहरू यिनी मन्दिरहरू बाहिरबाट हेरेर टक्क टक्क दर्शन गर्नु होला। यिनी होइन टिकट नलाउने। ल साथीहरू दर्शन गरौँ है दर्शन। ल हेर्नु साथीहरू यो पशुपति आर्यघाट, यहाँ लासहरू जलाउने ठाउँ यस्तो छ। यहाँको आजको माहौल यस्तो छ। आज आइतबार होइन र? ए यहाँ लास जलाउने कार्यक्रम भइरहेको रहेछ यहाँनिर। के गर्नु, मान्छेको जिन्दगी चाहिँ यहाँ यस्तरी अन्त्य हुन्छ। जीवन मृत्यु यो मान्छेहरूले जति कमाए पनि, जति मेरो तेरो भनेर जति झै झगडा गरेर जिन्दगीभरि कमाए पनि अन्तिममा हुने भनेको यही हो। हेर्न अन्तिममा हुने भनेको यही हो, जति जेसुकै गरे पनि। पुरा बुझ्नुभयो नि? यहाँ चाहिँ अलि नरमाइलो लाग्यो मलाई त। किन भन्दाखेरि अरू ठाउँमा अघि धरातिर गयो, त्यहाँ पनि राम्रै थियो, रमाइलो भएको थियो। यो ठाउँमा आएपछि मलाई अलिकति दुःख लागिरहेको छ। किन भन्दाखेरि वरिपरि हेर्छु जताततै मन्दिरमा पनि हामी दर्शन गर्न नहुने। अहिले चाहिँ हामी दुःखमै भएको कारणले गर्दाखेरि एकदमै मलाई नमजा लागिरहेको छ। बाहिरपट्टि यता हेर्न सक्नुहुन्छ यसरी यहाँ लास जलाइन लगाइएको छ। वहाँ पारी पनि छ। यहाँ वरिपरि हेर्ने मान्छेहरूको एकदमै भिडभाड छ होइन। के रहेछ त साथीहरूलाई हेर्नु त। हामीले आज मलाई यो चाहियो त्यो चाहियो भन्छौँ, जति पैसा भए पनि नपुग्ने होइन। अब जति सम्पत्ति भए पनि नपुग्ने, लड्न मन लाग्ने, कराउन मन लाग्ने, झगडा गर्न मन लाग्ने, दुश्मनी हुनपर्ने सबैको होइन। अन्तिममा हुने भनेको यस्तो रहेछ। त्यसैले चाहिँ कसैले पनि झै झगडा गर्न, यताउता मेरो तेरो भन्न छोडेर जतिसम्म बाँचिन्छ आनन्दले हाँसी खुसी सबैसँग मिलेर रमाइलो गरेर बाँच्नुपर्छ। किनकि अन्तिममा हुने भनेको के रहेछ त साथीहरू, यो रहेछ। ल जुन लास जलाइरहेका छन् हामी सबैले हेरिरहेका छौँ। यहाँ जति पनि उपस्थित हुनुहुन्छ सबैले हेर्नु भएको छ। सबैको हालत भनेको जुन अहिले हुँदैछ नि त्यस्तै नै हो। त्यसैले तर मम गर्ने यताउति यो गर्न चाहिँ ठिक होइन है भनेर के गर्नु। मान्छे दिनौ यहाँ हेर्छन्, जान्छन्, घर पुगेपछि अर्कै व्यवहार गर्छन्। त्यो चाहिँ ठिक होइन। यस्तै हो साथीहरू जिन्दगीमा। मलाई चाहिँ यहाँ आउँदाखेरि चाहिँ अलिक दुःख लाग्यो। उता घुम्दा त रमाइलो भएको थियो, यहाँ आउँदाखेरि चाहिँ अलिकति कस्तो नमजा लाग्यो कि। ल एकछिनपछि फेरि जोडिन्छौँ, के देखिन्छ अरूहरू देखाउँदै जानेछौँ। भिडियोलाई निरन्तर हेर्नु होला साथीहरू है त। अब स्वयम्भूतर्फ जान्छौँ बाहिर निस्केर। अब यहाँसँग दुई ठाउँ भयो मेन ठाउँ। घुम्न त अब धेरै ठाउँ धेरै छन् घुम्ने ठाउँ। सबै ठाउँ घुमेर सकिँदैन, हामीसँग समय छैन। अब धरारा र पशुपति भयो। स्वयम्भूतिर जाने विचार हो। साथीहरू कहाँ हराउनु भयो? कताबाट? हामी अब पशुपतिबाट निस्केर स्वयम्भूका लागि जाँदैछौँ। समय पुग्ला के रहेछ, 1 बजी लाग्यो पुग्छ।
हामी पशुपतिबाट सिधै स्वयम्भू आइपुग्यौँ। स्वयम्भूको नजारा देख्न सक्नुहुन्छ, यो चोक होइन यस्तो छ। ल साथीहरू, ल साथीहरू दर्शन गरौँ। यही हो स्वयम्भू। स्वयम्भू गरेको थियो नि केटा हो। ल हेर स्वयम्भू। यहाँ फोटो खिच्ने ठाउँ रहेछ। यहाँ पहिला म विदेश जाने बेलामा पनि आएको कि यहाँ। म विदेश जाँदाखेरि आएको थिएँ। अहिले भाइ विदेश जाँदा पनि मैले यहाँ ल्याएको छु कि। भलक बनाऊ भलक। म 4 वर्ष पहिला म आफू विदेश जाने बेलामा यहाँ आएको थिएँ कि। अहिले तपाईँहरू जाने बेलामा मैले फेरि यहाँ ल्याएको छु कि। यहाँबाट यहाँ दर्शन गरेर गएपछि एकदम राम्रो हुन्छ। ल त्यहाँ छन् त्यस्तो जग्गा फोटो खिचौँ। यहीँबाट हाम्रै मोबाइलबाट राम्रो फोटो आउँछ। अब म मजाले भलक हेर्ने हो क्या। अनि बरु यहाँ के भन्नु मन छ यो स्वयम्भूको बारेमा। ल हेर्नु साथीहरू, यहाँको चाहिँ माहौल यस प्रकार छ होइन। बिचको बुद्ध ज्वाला ल यहाँको हेर्ने लायकको भने यही हो। अरू चाहिँ अब माथि गएर हेरौँ है त के छ अरू। पढ्ने इच्छा लाग्यो भने चाहिँ यो भिडियो रोकेर पढ्नु होला। आइज भाइ आइज जाम। टोली आमे टोली साथीहरू, स्वयम्भूको दृश्य है यो। यस्तो छ। यहाँ पहाड घर होइन, यो चट्टान बनाइएको रहेछ यहाँनिर। ल यो खालि स्वयम्भूमा यो घुमाउने चिज मात्रै छ। त्यहाँभित्र झन् ठुलै गाग्री चाहिँ रहेछ। हेर त्यहाँभित्र त पुरै त कोठा भरेको छ। त्यही भएर त कन्फ्युज भयो। यतापट्टि फेरि आराम गर्ने ठाउँ। मलाई त रिगा आयो यार। अब स्वयम्भू घुम्ने सपना पनि पुरा भयो। अब काठमाडौँ घुम्ने सपनै पुरा भयो मेरो त। अब आउन पनि यहाँ खासै आइन्न होइन। आएको बेलामा यसरी घुम्ने हो बस, यति हो। यहाँको चाहिँ के ठिक लाग्यो तँलाई सबैभन्दा? यो मूर्ति ठिक लाग्यो होइन। डिजाइनहरू, मूर्तिको डिजाइन देख्न सक्नुहुन्छ होइन। म अझै राम्रोसँग मूर्ति बनाउने कलालाई सम्मान गर्दै यो मूर्तिको अझै राम्रोसँग म डिजाइनहरू देखाउन चाहन्छु म तपाईँहरूलाई। हेर्नु है, यहाँबाट टक्क चाहिँ यो डिजाइनहरू बनाइएको छ यसरी। सुनको भयो अझै राम्रो हुन्थ्यो। यो त माथिको मूर्ति त बुद्धको त पितलको हो के भन्न, के ढुङ्गी माटो हो। यो चाहिँ रुद्राक्षको बोट रहेछ यस्तो। अहिले चाहिँ सिजन नभएर होला कि फलेको छैन। फल्ने बेलामा भएको भए मैले ट्याक्कै दाना फलेको देखाइदिन्थेँ मैले साथीहरू। बहुत घुमियो साथीहरू आज। धरारा गइयो, पशुपति गइयो, स्वयम्भू आइयो होइन। अब चाहिँ हाम्रो घुमाइ लगभग अन्तिम चरणमा छ। त्यो साइडबाट हेरौँ मूर्तिहरू। यस्तो घुमाउने यसरी घुमाउँदै घुमा भाइ घुमा, इन्जोय गर।
शङ्का पुग्न जानिने नबज्नेवाला परेछ सबै ठाउँ हामीले देखाइसक्यौँ ए हेर्ने पाहाडमा माथि माथि डाँडा डाँडा घरहरू छन् हिँड्ने बाटो सिडी रहेछ यसरी गोरेटो बाटो होइन ल है साथीहरू हामी चाहिँ फर्क्यौँ है स्वयम्भूको घुमघाम पनि हाम्रो सकिसक्यो अब कोठातिर जान्छौँ यसो खानासाना खानु पर्यो अनि फेरि अब एयरपोर्टतिर जाने तयारी गर्नुपर्छ अब ल बाई बाई स्वयम्भू बाहिरपट्टिको दृश्य देख्न सक्नुहुन्छ हामी घुमेर अब कोठातिर आइसक्यौँ अब कोठामा गएर खानासाना खाएर एकछिन रेस्ट गरेर अब एयरपोर्टको तयारी गर्छौँ हामी अब होटलतर्फ जाँदैछौँ है साथीहरू देख्न सक्नुहुन्छ यहाँ होला कि सिसा भोक लगाएर आन्द्रा बटारिनलाई घुम्न चाहिँ साह्रै घुम्यो अब हामी चाहिँ खाना खाने तयारीमा छौँ है साथीहरू त्यो भित्र मुसा त रहेछन् केटा हो ल नयति अब चाहिँ मान्ने हो ल बाहिर चाहिँ यता बजाएर आउँछ दाल भात म त सुरु गर्छु साथीहरू हामी चाहिँ साँझको 6 बजेको छ यतिखेर हामी एयरपोर्टको लागि यहाँबाट निस्कँदैछौँ साथीहरू सबैजना तयारी अवस्थामा हुनुहुन्छ अब हामी यहाँबाट तल जान्छौँ हिसाब किताब सबै भइसक्यो अब हामी यहाँबाट निस्कन मात्रै बाँकी छ एउटा गाडी बोलाएका छौँ त्यो गाडीले चाहिँ हामीलाई एयरपोर्टसम्म छोडिदिन्छ अब हामी म चाहिँ भाइहरूलाई अनि यहाँ साथीहरूलाई बिदाई गर्दै यहाँबाट निस्कँदैछु बाई 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 गर्ने बेला अझै भएको छैन सबैलाई चाहिँ लाउरी हुन दुबई पठाउने म चाहिँ कता अलपत्र पर्ने रात बिखेमा भन्ने कुरो छ यहाँ अरू सबै ठिक छ केही भुलौला है सबै कुरो चेक गर यहाँ सिरेन उठाएर त यहाँ उयो कपडा केही छ कि छोडियो कि ए यहाँ चाहिँ एक रात बिताइयो यो छोड्यो भने फेरि टिकट काटेर लिन आउनु नपरोस् ल साथीहरू खै सबै निस्किनु भयो ल चाबी लाएर हिँडिसकेछन् ल हामी अब तल जाँदैछौँ अब मेरो काठमाडौँको बसाइ पनि आजबाट सकियो ल साथीहरू हामी चाहिँ यो होटलमा बस्यौँ होइन ए मुस्कान सहित अवस्थामा छन् अब चाहिँ यहाँ हाम्रो यो विशेष गरी होटलको दाइ हुनुहुन्छ ल नमस्कार सबैजनालाई होटल जक्सनमा स्वागत छ सबैजनालाई आउनु होला हाम्रो यहाँ बिदाई गर्ने कार्यक्रम चलिरहेको छ अब हेर्नुहोस् दृश्य उहाँको अब यहाँले दाइले चाहिँ हाम्रो भाइहरूलाई सबैलाई बिदाई कार्यक्रम गर्दै हुनुहुन्छ एकदमै माया गरेर हामीलाई यहाँ राख्नुभयो बसाल्नुभयो मिठो मिठो खाना बनाएर खुवाउने हाम्रो कुक यता हुनुहुन्छ अर्को साथी यहाँ यस्तो केटी चाहिँ लजाउनु भएन है ल खाँदा यो दाइले चाहिँ हामीलाई यो बिदाई गर्नको लागि उहाँले सोच्नुभयो चाहिँ म पनि जाँदैछु भने मेरो लागि पनि एक्स्ट्रा खाजा ल्याउनु भएछ तर यसलाई चाहिँ सदुपयोग मैले अवश्य गर्छु है अहिले देखाउँछु म यहाँ दाइले चाहिँ यहाँ होटलवाला दाइले सबै जाने जति भाइहरूलाई बिदाई गर्दै हुनुहुन्छ खाजामाला सबै लगाएर दही पनि खुवाएर ल च्याप्प असल देउलाई सुस्त खाऊ भाइ अनि आशीर्वाद चाहिँ दाइले मनमनै दिए जस्तो छ है ल है ल शुभ यात्रा है
नमस्कार, धेरै धेरै सहयोग गर्नुभएकोमा धेरै धेरै सबैलाई फेरि हाम्रो हामी चाहिँ यहीँबाट नै घर जान पाइयोस्। अवश्य पनि टिको लाउँदै हिँड्नु भएको छ कि ल है टिको हुन्न ल ल भाइ आशीर्वाद छ राम्रोसँग जाने राम्रोसँग काम गर्ने यति दही खाने यो मेरो भाग हो तँलाई दिँदैछु टिका सिका लाउन चाहिँ अहिले हामीले हुन्न अहिले दुःखमा छौँ त्यसैले गर्दाखेरि यत्तिकै ल हामी निस्क्यौँ है यहाँ चाहिँ गाडी यहाँ आयो आयो लगेज सबै सानो जहाँ आउँदाखेरि ठुलो ल्याउने त ल दाइ दिदी है नमस्कार है लाग्यौँ है सेवा दिनुभयो धन्यवाद छ तपाईँलाई फेरि फेरि आउन पाइयोस् मलाई छ नि ठाउँ ल दाइ लाग्यौँ है मलाई फेरि अलि वकआउट आउँछ यता बस्नु छ र है मिल्छ भने हो र म बनाउँदै हिँड्दै पनि हो ठिक छ केही भयो तपाईँ बस्नु तपाईँको खुसी मेरो खुसी हो कि ल ल जाउँ धेरै जानु भएपछि यात्रा गर्न एकदमै रमाइलो हुन्छ कि ल ल दाइ मेरो चिज छोड्नु भएन आउने कसैको चट्टी भनेर त्यही लगाउँछ लाउँछ साथीहरू हामी चाहिँ एयरपोर्टको लागि भर्खर यहाँ बस पार्क बाहिरबाट निस्क्यौँ कति समय लाग्छ एयरपोर्ट पुग्नको लागि एयरपोर्ट पुगेपछि हामीले त्यहाँ गएर अलिअलि पैसा साट्ने कार्यक्रमहरू छ अनि साथीभाइ भेटघाट गर्नको लागि आउँदै हुनुहुन्छ उहाँहरूसँग भेटघाट गरिन्छ त्यसपछि भाइहरूलाई चाहिँ मैले भित्र पठाइसकेपछि म चाहिँ कता जाने भन्ने कुरो यहाँ अहिलेबाट सोच्न थालेँ होइन भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भाइ लगायत अरू सबै साथीहरू टिमलाई सबैले शुभकामना भनिदिनु होला कमेन्ट मार्फत भन्न चाहन्छु ल हामी एकैचोटि अब एयरपोर्ट पुगेपछि भेट हुन्छ होला साथीहरू ल साथीहरू हामी चाहिँ एयरपोर्ट पुग्यौँ गाडीबाट सामानहरू झार्दैछन् भाइहरूले अब यहाँनिर एकछिन टाइम लाग्छ हेर्नु साथीहरू यो लाखौँ जनताको बिचमा छु म होइन दिनौँ यसरी यति जनताहरूले चाहिँ यो रातिको समयमा नेपाल छोडेर आएका छन् देश छोडेर आएका छन् अनि कहाँबाट चाहिँ मान्छेहरू हुन्छ गाउँमा मान्छे छैन सहर बजारमा मान्छे छैन कोही युवा जति सबै यसरी दैनिक दसौँ हजार बाहिर जाँदैछन् देख्न सक्नुहुन्छ त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा यतिखेर रातिको 7 बजेको छ हेर्नु यो भिड साथीहरू यहाँनिर चाहिँ विदाय कार्यक्रम चलिरहेको छ झन्डा र खादा उडाउँदै सबैको अनुहारमा बाध्यताको मुस्कान अनि यो आफ्नो देशमा केही नभइसकेपछि केही गरौँ आफ्नो फ्यामिली परिवारको लागि आफ्नो भविष्यको लागि केही गरौँ भनेर देश छोडेर जाँदै हुनुहुन्छ कसैको अनुहारमा पनि मुस्कान छैन बाध्यताको मुस्कान छ केवल खुसीको मुस्कान कसैलाई छैन बाध्यताले नै जानियो ल साथीहरू हामीले चाहिँ टिकट सिकट सबै लिएर सबै कुरा भइसक्यो लगभग अब भाइ चाहिँ भित्र जाँदैछ भाइ चाहिँ भित्र गइसकेपछि मात्रै म यहाँबाट अब कता जान्छु भन्ने कुरा पछि हुन्छ अहिले भने भाइलाई चाहिँ मैले यहाँबाट पैसा पनि साटिदिएँ उसको दुबईको दिराम साटेर उसलाई पकेटमा राखिदिइसकेँ अनि टिकट सिकट सबै कुराहरू भिजा सिजा मिलाएर मैले उसलाई चाहिँ अब एकैछिनमा भित्र पठाउँदैछु यति हो साथीहरू है त ल भाइहरू चाहिँ लाइनमा छन् अब भित्र पस्नको लागि
मेरो भाइले चाहिँ मैले एउटा साथीहरू भाइलाई चाहिँ मैले बिदाई गरिसकेँ, भित्र गइसकेको छ। एकैछिन मैले वेट गर्छु भित्र के हुन्छ कार्यक्रमहरू होइन। अहिले चाहिँ अलिकति समस्या आइरहेको छ भन्ने कुरा छ। त्यसले गर्दा एकछिन मैले यहाँ पर्खिन्छु। बोर्डिङ पास लिएर भित्र छिरेपछि मात्रै म यहाँबाट कता जाने भन्ने कुरा हुन्छ है त। एकछिनपछि फेरि भेटाउँदा मैले भोलक चाहिँ अब अन्त्य गर्ने बेला हुन लागेको छ। र जानकारी गराएर मात्रै म अन्त्य गर्छु ल। बाई बाई। मेरो सालो आउँदैछ नि मलाई भेट्नलाई। खास त मेरो भाइलाई पनि भेट्ने भनेर आएको, तर अलि ढिला हो, आउनलाई ढिला भएछ। भाइ चाहिँ भित्र गइसक्यो, मसँग उहाँ पनि भेटेर यहाँ चाहिँ मेरो साल हो। खास त मेरो भाइलाई पनि भेट्ने भनेर आएको, भाइ चाहिँ भित्र छिरिसक्यो, मसँग भाइ पनि भेट भयो। खुसी लाग्यो सालोसँग धेरै वर्ष भेट्नु। र उहाँ चाहिँ साथी एकजना अब हाम्रो सालोको होइन आयो, खुसी लाग्यो भेट्न पाइयो, भाइलाई भेट्न पाएन। अनि के गर्नु त भन्दा एकछिन हामी सालाजना भलाकुसारी गर्छौँ, त्यसपछि पछि फेरि जोडिन्छ है त। ल साथीहरू, म चाहिँ पठाउ बुक गरेर कलङ्की साइड जाँदैछु बसमा। बस पायो भने चाहिँ त्यहाँबाट म आजै नाइट बुटोलको लागि फेरि निस्कन्छु। ल साथीहरू, म चाहिँ नाइट बस पाएँ। भाइहरू भित्र पसिहालेँ। म चाहिँ बाहिर निस्केर यहाँ कलङ्की आएर कलङ्कीबाट नाइट गाडी पाएँ मैले बुटोलसम्मको। साथीहरू, म चाहिँ कलङ्कीबाट बस चढेर यतिखेर काठमाडौँबाट अलिकति अगाडि आइसकेपछि यहाँ माथि खाना खानको लागि गाडी रोकेको छ। सायद यहाँ खाना खाइसकेपछि गाडी चाहिँ नन स्टप रातभरि हिँड्छ। अनि बिहान पख कतिखेर बुटोल पुर्याउँछ भन्ने कुरा हुन्छ। म चाहिँ अब खानासाना खाएर यहाँबाट चाहिँ निस्किँदैछु साथीहरू होइन। अब यो रातिमा के भ्लग बनाइराख्नु, आएको बेलामा बनाइसकेको छु मैले पुरै भ्लग चाहिँ। त्यसैले गर्दा यो रातिमा भ्लग बनाइदिएन। खानासाना खाएर बिन्दास सुतेर जाने, बिहान पख अब कतिखेर बुटोल पुगिन्छ भन्ने कुरा हुन्छ। त्यसैले गर्दाखेरि मैले यो रातिको भ्लग चाहिँ केही पनि बनाउँदिनँ। यो भ्लगलाई मैले यहीँनिर अन्त्य गर्न चाहन्छु साथीहरू। कुनै न कुनै अरू नयाँ भ्लगमा फेरि पनि भेट्नेछ भन्दै अहिलेको लागि म यहीँनिरबाट बिदा हुन चाहन्छु साथीहरू। अब मेरो काम भनेको सिर्फ खाना खाने, त्यसपछि गाडीमा गएर सुत्ने हो। त्यसैले गर्दा मैले यो भ्लगलाई इन्ड गर्दैछु है साथीहरू। ल बाई बाई।